नमस्ते, म ओमबहादुर सुनार। आज विशेष गरी म घाटकोपरबाट जोडिएको छु र घाटकोपरबाट जोडिनको खास कारण के थियो भने आज हाम्रो भान्जाको मुण्डन थियो र यस अवसरमा चाहिँ थुप्रै इष्टमित्रहरू आएका थिए र यसै इष्टमित्रको बिचमा चाहिँ हामीले एउटा प्रतिभा पायौँ जुन एकदमै देउडा गायक हुनुहुँदो रहेछ। उहाँको स्वर सुनेर मलाई उहाँको अन्तर्वार्ता लिने अति नै मन लागेको छ। मलाई आशा छ तपाईँहरूले यो भिडियो हेरेर चाहिँ उहाँलाई र उहाँको प्रतिभालाई मन पराएर अत्याधिक सेयर गरेर लाइक कमेन्ट गरिदिनुहुन्छ भन्ने पूर्ण विश्वासका साथ म उहाँको थोरै पहिलो परिचय लिन चाहन्छु। त्यसपछि उहाँमा भएको प्रतिभा म तपाईँहरू बिचमा चाँडै नै ल्याउने छु। तपाईँ हेरेर चाहिँ नबिर्सनु होला। सर, तपाईँको नाम के हो? मेरो नाम अर्जुन विक। कहाँदेखि हुनुहुन्छ? म बडी केदार गाउँपालिका वार्ड नम्बर 2 डोटीबाट हो। डोटीबाट हो। हाल चाहिँ कुन ठाउँ हुनुहुन्छ? हाल चाहिँ मुम्बई घाटकोपरमा। सर, मैले सुनेको थिएँ तपाईँ एकदमै देउडा चाहिँ डोटेली भाकामा ठाडी भाकामा दन्काउनुहुन्छ, सबैको मन जित्नुहुन्छ भन्ने सुनेको थिएँ। खास कुरा के रहेछ सर? होइन सर, त्यो भन्ने मान्छे मभन्दा धेरै जान्ने रहेछ। मैले त केही पनि गर्न जान्दैन सर। ल ठिक छ, सायद भन्नेको मान्छेले जानेको नहुन सक्छ, तपाईँले जानेको हुनुहुन्छ। ल सर, एउटा देउडा त आउनै पर्छ है तपाईँको। ल अब के ल रानीले नुहाई गई राजाले चिनेका धारा, रानीले नुहाई गई हृदय रुवाई गई छाडी जाने निर्गुनीले, हृदय रुवाई गई, हृदय रुवाई गई छाडी जाने निर्गुनीले, हृदय रुवाई गई। धन्यवाद छ, एकदमै धन्यवाद छ। उहाँलाई एकदमै राम्रो प्रतिभाको धनी हुनुहुँदो रहेछ। उहाँलाई एकदमै उहाँको प्रतिभा एकदमै मन परेको छ। सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला र तपाईँले यो भिडियोलाई मन परायो भने यसपछिको भिडियो चाहिँ हामीले अझ नै उहाँको राम्रो राम्रो भिडियो लिएर आउनेछौँ। साथै भयो आउँदा आउँदा मलाई आज बाटैमा लेट भयो, भाइरलसँग भेट भयो घाटको पर प्रोग्राम, भाइरलसँग भेट भयो। नमस्कार, अब यो भिडियो हेमबहादुर सुनार युट्युब च्यानलमा हुन्छ र सबैजना हेरेर लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद। उहाँले एकदमै राम्रो गाना गाउनु भएको छ।